सागाको त्यो फुल भएको ठाउँ जाँदैछु मेरो छोरा मेरो बुढे र म वाउ क्या दामी क्या वाउ सही लाग्यो यार हाम्रो ड्रिम त यस्तै यस्तै हो नि क्या रमाइलो लाग्दै क्या देख्दा नि यो त पारा बाइकवाला गाडी देशको नागरिकहरू पनि आउँदो रहेछ है हेर्नु त गाइजिनहरू हो फाइनली हामी पुगिसकेको तर पार्किङ चाहिँ नपाएर यस्तो बिजोक अवस्था क्या गाह्रो रहेछ यो ठाउँ नि पछि चाहिँ एउटा अर्को एक्स्ट्रा गाडी चढ्नु पर्ने हुँदो रहेछ यो बस त्यहाँ चाहिँ गाइजिनहरू पनि टन्दैछ क्या भित्र खिच्नु मिल्दैन है साथीहरू हामी चाहिँ गाडी चढेर माथि जाँदैछौँ है जङ्गलको बाटो रहेछ यहाँ चाहिँ अलिक माथि जानुपर्दो रहेछ त्यही भएर चाहिँ यहीबाट सुविधा चाहिँ एउटा गाडी एक्स्ट्रा चढ्नु पर्ने रहेछ उनीहरूले नै पार्किङबाटै राखेको रहेछ पछाडि चाहिँ मेरो स्वर सुनेर हाँस्दैछ यो देशको मान्छेहरू होइन है पछाडि चाहिँ अर्कै देशको नागरिकहरू धेरै छ यही गाडी हो यसरी आउने जाने चाहिँ गाडी लिँदा आउने यस्तो हुँदो रहेछ यो ठाउँ चाहिँ झ्याङ पार्टी छ पछाडि चाहिँ होइन त बुढे त्यस्तो पार्किङै छैन पुरै फुल यहाँ त फुल क्या त्यही भएर हामी चाहिँ तलै पार्किङ राखेको अन्त माथिसम्म ल्याउने लैजाने चाहिँ गाडी हुँदो रहेछ हेर्नु त फुलहरू है हेर्नु त फुलहरू छ गेट स्टार्टिङदेखि नै फुलहरू देख्न सक्नुहुनेछ तपाईँहरूलाई झर्दो लागेको छ है कस्तो राम्रो पनि पार्किङ छ जङ्गलको रहेछ ठाउँ चाहिँ के यसो फुलहरू छ हाँस्दै छ मैले बोलेको सुनेर हो नि क्या यिनीहरूले पिङ्क कलरको हो क्या लालीगुराँसी कस्तो राम्रो यो थुप्रै जान्छ क्या ठ्याक्कै त्यो हाम्रो त्यो लोगिलगङको त्यो माथि तल झर्ने ठाउँ जस्तै टाइपको तर यसमा चाहिँ धेरै फुलहरू भएको क्या ल स्टार्टिङ स्वागतदेखि नै फुलै फुल छ है पुरै ठाउँ नै ल है त वाह कस्तो दामी लाग्यो यार अहिले झरिसकेको हो कि अलिअलि त झन् भिडियोमै खिच्दिनु त आज दियो है फेरि कस्तो दामी ठाउँ यो चाहिँ झ्याङ झुङझुङ पार्टीतिर रहेछ यहाँ चाहिँ आज चाहिँ झन् आउनु छिटो आऊ छिटो छिटो झ्याङ झुङझुङ पार्टी छ है आजको गाइजहरू ल पापासँग त्यसरी हिँड्ने हो नि हो क्या दामी वाह पानीमा हेर्नु त फुलहरू क्या छेउछेउमा अझ झरेको होला है धन यो फुल कस्तो ठाउँ नै मलाई कस्तो कस्तो लाग्यो क्या बाहिर देशको मान्छेहरू धेरै रहेछ क्या आज चाहिँ बाजे बजेहरू हेर्नुहोस् त हात समाउँदै क्या छोड्नु यहाँ त बुढाबुढी हात समाउँदै हिँडिरहेको छ क्या हात समाउँदै
आउँदै गरिरहेछ Jepang lima? Hah? Wow, ya bos itu tan. Wow, foto khicदिन्छु म. Yang party. 冇可能家己来啦。冇啦，一個先定就想啊，我從屯個城。Sudah bisa ke? 冇效啦，所以肯定要分房嘅先嘅喎，要分屍嘅先嘅喎。你係去做嘅？这就迄个咱装看的。就是在想講要多車，咱哪有法度去睇？你來看咧？我是講我先定定就想啊。नेपालीहरु जस्तै रहेछ के धेरै हल्ला गर्ने ग्रुप फेरि यो चाहिँ कति हल्ला गर्ने ग्रुप है बुढे हामी जस्तै के सिनेम्याक्स हो यो हेर त कस्तो राम्रो छ के ठाउँ त फेरि सुनसान तरी के हेर न भिडियो त ठिक छ के क्यामेरा चाहिँ के भएको आज क्यामेराले कस्तो धोका दिएको नि लाई बेला बेलामा के हुन्छ आज स्पेशल प्लेस त पुगेकै छैन नि है स्पेशल प्लेस पुगेकै छैन नि है यो होइन अर्कै छ फोटोमा देखे अनुसार त अर्कै हो क्या त तर अहिले फुलहरू झरेको हो कि है झरेको कि नफुलेको भन् त होइन फुल्दै बाँकी रहेछ ठाउँ चाहिँ यस्तो छ क्या वाउ कस्तो दामी देखिरहेको छ यहाँ फुलै फुलको माला हुने भनेर मलाई धोका दिएको छ च्यान्तु जेन कति किते अच्छा नबोकेर के पाउने नबोकेर अबे नबोकेर रिसाको आउँछ ल बाबा बोक्छ अबे इचुकार कहिलेबाट यस्तो भएको भन् त अर्काको त जङ्गलै यसरी फुल्छ है अनि रोपेपछि फुल्दैन त अझै फुल्नु बाँकी रहेछ है हेर्दा त कोपिलाहरू होइन अझै पुरै फुलिसकेको चाहिँ रहेनछ उनीहरूलाई पनि मन परेछ啦， खाजुक लाडी स्पेसल चाहिँ ए यो रुखै त्यस्तो रहेछ नि त है रे फुल चाहिँ रातो पिङ्क कलरको मेरी माया तिमीलाई फुलै फुल भने जस्तो भित्रतिर पनि 最漂亮的是这种东西哦。
रहेछ यहाँ अन्त दिन्छ हो यही हो वाउ oh my goodness so good wow आमा तँ समय नि यार ब्याङ बा तँ समय नि यार ब्याङ छ त्यहाँ तलबाट खिच्न दोका सबै दामी 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 म यति धेरै फुल भएर रहेछ नि त हेर त के रे धोका दिन्छ फेरि के रे धोका दिन्छ मास्तिर जानु पऱ्यो आऊ जाऊँ ल जाति पाती हेरो तिमीलाई फुलसवारी पारी ला 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 फुलै फुलको माया तिमीलाई ला 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 वाउ अझ डुप्लिकेट साउन्डहरू राख्नु पर्थ्यो कि चराको है चिरबिर गरेको यहाँ हेर्नु त ओइलेर पनि झरिसकेको कोही भर्खर उस भएको नि त त्यो ओइलेको झर्नेहरू बेला यिनीहरू फुल्या हुन्न नि त बढी फेरि जस्ताको त्यस्तै हुन्छ क्या आधी फुल्छ आधी फुल्या हुन्न क्या ल साथी हो रमाइलो छ ल एउटै झाङमा पनि फरक फरक है कोही भर्खर फुल्दैछ कोही ओइले गइसक्यो कोही भर्खर फुल्दैछ नि एउटै झाल पनि एउटै ब्लुम है बाउ र छोरा हिँड्दैछ पान्दरी ग्याङ हाई 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 झ्याङको हाई आरोइत्य दोगोमादिको ए सिरान मात्रै दोगोमादिको जाने हो र त्यहाँसम्म बरे टिकटकमा दामे नजिक छेपछेप गरेर लिनु त अब ताजी 3 2 1 भन्न भइसक्यो हाम्रो हर्का सम्पाङज्यूले धरानको हर्का सम्पाङज्यू हाम्रो धरानको मेयर हर्का सम्पाङज्यूले बनाउनु खोज्नु भएको चिज यसरी हो के खासमा त फुलको बगैँचा चाहिँ यसरी रोप्न चाहनु भएको हो के अनि मान्छेहरूले चाहिँ उहाँकै विरोध गरेर चाहिँ खिस्याउटी गर्ने अनेक गरेको हो वास्तवमा चाहिँ उहाँले बनाउन खोज्नु भएको बगैँचा चाहिँ यस्तो हो के फुलै फुलको बगैँचा सय थुनको फुलकहानी भनिन्छ नि त्यही गीतको जस्तै के एकदम रङ्गी बिरङ्गी थरी थरीका फुलहरू चाहिँ खासमा यसरी एउटै बगानमा यसरी सजाउन खोज्नु भएको रोपेर चाहिँ प्रकृतिलाई हुन्छ नि सुन्दरता देखाउन खोज्नु भएको थियो तर मान्छेहरूले त्यस्तै बुझ्नेले बुझ्दैन अब के गर्नु त हैन भएन तलतिर अटो खिच्दै म भइसक्यो बस्छु
ल भयो जाऊ जान्छ ऊ लब्रे भयो ल हाम्रो अझै हाम्रो हर्का हाम्रो धरानको हर्का मेयर सम्पाङज्यूले चाहिँ बनाउनु खोज्नु भएको खासमा बगैँचा चाहिँ यस्तो हो है हेर्नु त एकदम थरीको फुलहरू रोपेर चाहिँ बगैँचा हुन्छ नि पर्यटक प्रवर्धनको लागि चाहिँ यसरी बनाउनु खोज्नु भएको थियो वास्तवमा चाहिँ तर नेपालमा चाहिँ त्यसैले अब केराको बोटहरू रोपिरहँदा अनि फुलको बोटहरू रोपिरहँदा चाहिँ खिस्यौटी गरेर हैरान पारेको थियो नि वास्तवमा उहाँको भिजन चाहिँ यस्तो हो क्या वास्तविक भिजन चाहिँ फुलहरू यसरी रोपेर चाहिँ बाहिर देशकोदेखि लिएर नेपालकै आफ्नै देशको नागरिकहरू नेपालीहरू नै पनि त्यस ठाउँको भ्रमण भिजिटको लागि आउँछ कि भन्ने एउटा टार्गेटको लागि यसरी बनाउन खोज्नु भएको थियो कि वास्तविक चाहिँ देख्न सक्नुहुन्छ क्या कति धेरै ठुलो छ यहाँ चाहिँ प्रायः बाहिर देशको मान्छेहरू आउने गर्दो रहेछ यहीँको नागरिकहरू भन्दा पनि धेरै चाहिँ विदेशीहरू धेरै देखियो राम्रो छ हेर्नु हर्का मेयर सम्पाङज्यूले बनाउन खोज्नु भएको बगैँचा चाहिँ वास्तवमा यस्तो थियो है यो चाहिँ जापानमा एउटा ठाउँमा रहेको फुलको बगैँचा हो उहाँले चाहिँ जङ्गलमा केराको बोटहरू अनि फुलको बोटहरू रोपिरहँदा कतिजनाले चाहिँ नेपाली जनताहरूले नै खिस्याउटी उडाएर के भन्नुभएको थियो नि त होइन वास्तवमा उहाँको भिजन भनेको चाहिँ यस्तो हो कि यस्तो फुलहरू चाहिँ यसरी रोपेर चाहिँ बाहिर देशको पर्यटकहरूलाई पनि आफ्नो ठाउँमा चाहिँ भिजिटको लागि केन्द्रित एउटा ठाउँ बनाउन खोज्नु भएको हो क्या वास्तवमा चाहिँ यस्तै छ है गाइजहरू